जय गौ माता। अब हाम्रो अभियान चाहिँ पृथ्वी सबैको साझा हो, सबैले बाँच्न पाउनुपर्छ भन्ने अभियान हो। आज हामी गर्दा गर्दै अब यी सडकका गाई बाछा, हाम्रो संस्था नाम चाहिँ मठ मन्दिर गाई बाछा बचाउ तथा समाज विकास अभियान बनकाली पशुपति बनकाली र अस्ति मात्र 2022 साल जेठ महिनाको 2 गते साँझ करिब 7:30-40 में अचानक बिजुली सर्ट भइकन हामी स्वयंसेवकहरू गाईको नन्नीको सेवा गर्ने स्वयंसेवकहरू चाहिँ बस्ने ठाउँ यो अहिले 5 वटा कोठाहरू क्षतिग्रस्त र सबै सामान जलेर नष्ट भएको हुनाले म देश विदेशमा रहनुहुने आमा बुबा दिदी बहिनी दाजुभाइ भक्तजनहरू सम्पूर्ण कर्मकाण्डी सेना प्रहरी लगायत जतिले पनि हाम्रो संस्कार जोगाउँ, आराध्य भगवान पशुपतिनाथलाई हामी मान्छौँ। जुन गौमाताले पत्ता लगाइदिनु भएको चाहिँ पशुपतिनाथको हातमै आज गौशाला गाईको सेवा गर्ने स्वयंसेवकको वासस्थान आगो लागेर ध्वस्त भएको हुनाले सबैलाई सहयोग गरिदिन हुन विनम्र अनुरोध गर्न चाहन्छु। हेर्नुस्, हाम्रो बस्ने ठाउँ छैन, कोठाहरू जलेर नष्ट भएको छ, लगाउने कपडा खानी रासन लगायत भाँडाकुँडाको यो गति भइरहेछ। सबै कोठाहरू कुनै काम लाग्ने छैन। अहिले तत्काललाई यो वर्षा पनि भइराखेको छ, साह्रै गाह्रो भएको छ। जो कर्मकाण्डी धर्मगुरु पीठाधीश मठाधीश सबैजनालाई मेरो विनम्र अनुरोध छ, गाई नै बचेन भने हाम्रो संस्कार बच्दैन। आज सबै मानवको सबैलाई बचाउने कर्तव्य हो र सबैले यहाँ आएर अवलोकन गरेर सहयोग गरिदिनु होला भन्न चाहन्छु। हस्, यति भन्दै बिदा हुन्छु। जय गौ माता। के गर्न सकिन्छ सबै हामी सल्लाह गरेर, अवस्था नाजुक छ, यसै पनि गौमातालाई खुवाउनको लागि अति यहाँ पीडादायी अवस्था त सधैँ थियो। हामी यहाँ कयौँ वर्षदेखि आबद्ध छौँ, जोडी पनि राखेका छौँ, यत्रतत्र सर्वत्रका भक्तहरू सबै जोडिएका छौँ। विशेषतः अब अहिले भोजन प्रसादीको अवस्थाको त छुट्टै रह्यो। अब अहिले शुक्रबारको आग लागि यहाँ केही पनि छैन, यो सुत्ने ठाउँहरू जस्नाहरूदेखि लिएर भाँडाकुँडा यहाँ केही पनि छैन, सबै अस्तव्यस्त छ। अब यो कसरी के गर्ने भन्ने कुराहरू हामी यहाँ सल्लाह पनि गऱ्यौँ। अब हामी भक्त भागवत बसेर के सक्छौँ यथाशक्ति यथाभक्ति गरेर दसना पन्ना सिरक ओढ्ने ओछ्याउने भाँडाकुँडा के गर्न सकिन्छ त्यसमा हामी समर्पित हुनैपर्छ। थोरै केही रकम छुट्याउँ, आफ्ना लागि त कयौँ गरेका छौँ र यो परिवेशमा हामी नजुटिकन, यहाँ एकदम कठिन परिवेश छ, हामी सबै जुटेर मैले भने नि यथाशक्ति यथाभक्ति हामीले कसरी सकिन्छ त्यसरी सबैजना आएर यो अवलोकन पनि गर्न सकिन्छ। बनकालीमा अवस्थित नन्दी सेवा स्थलमा यो विषय आग लागि शुक्रबारको बेलुका अहिले हिँड्नु यो देखाइदिन्छ, यता देखाइदिउँ, यो सबै यता पनि देखाइदिउँ। दसना यता यता देखाऊ, अब यता ल्याउ, यता घुमाऊ, बिस्तारै घुमाऊ, बिस्तारै यता भाँडाकुँडा यो अवस्था सबै देखाउँ ल। यो यता केही पनि बाँकी छैन, एकदम अस्तव्यस्त छ। दसनादेखि लिएर एउटा ओढ्ने ओछ्याउनु उहाँका लाका वस्त्रहरू पनि केही कतै केही नभएर सबै भइसकेको छ। एकदम पीडादायी अवस्था छ, एकदम जे आगामी दिनमा यसका कुरा हामी सबै जुट्नेछौँ। जय श्री राधे, जय शम्भो, जय गौमाता, जय हो, सबैको जय होस्। अझै 1 मिनट मैले बाँडीले सबै व्यक्त गर्ने पनि घुमै सबै संस्थामा यसले गरेर उता ट्याङ्की गरी त्यसै पब्लिसकेको अवस्था केही छैन अवस्था नाजुक छ। गौमाताको त्यसै पनि सेवामा अभाव भएको छ। अब मान्छे बस्ने ठाउँमा के भन्ने खै के भनेर अब यो के गर्नु हुन्छ र अहिले अब हामी विशेष सरसल्लाह गरेर के गर्न सक्छौँ त्यसमा आबद्ध हुनेछौँ। भक्त जय होस्। अबको पनि तिमीले पाउँछ र
नमस्कार। यस्तै हो हाम्रो यहाँ बनकालीमा अस्ति शुक्रबारको दिन बेलुका अब करेन्ट सर्ट भएर आग लागि भएकोले गर्दाखेरि यहाँनिर मान्छे बस्ने तर्फको चाहिँ 5वटा रुम सबै क्षतिग्रस्त भएको छ। अब स्थिति एकदम भयावह नै छ। अब मान्छेहरूलाई बस्नुको लागि एकदमै गाह्रो स्थितिमा छ। अब त्यो पनि हेर्नुस्, अब हामीले के कसो आफ्नो तर्फबाट सहयोगहरू गर्न सक्छौँ त्यही हिसाबले गर्नुपर्छ। सबैजना यसो लागि परौँ। हामी अब सबैले आफ्नो तर्फबाट के गर्न सकिन्छ। यहाँ हेर्नुहोस्, लाउने लुगाधरी केही छैन। यहाँनिर सबै गाउँ सेवामा लाग्ने उपचारको सामानहरू पनि सब जलेर क्षतिग्रस्त भएको छ। यहाँनिर हेर्नुहोस्, सबै त यस्तो स्थितिमा छ। यो 5वटा कोठा सबै चलेर भयावह स्थितिमा छ। अब करेन्टदेखि पनि सबै सजग हुनुपर्ने स्थिति छ, नभए त करेन्टले त खतमै बनाउने रहेछ। हेर्नुहोस् साथीहरू, अब हामी पनि आफ्नो घरमा हुँदाखेरिमा एकदम बिजुलीदेखि चाहिँ होसियारै हुनुपर्छ। मान्छेलाई सुविधा पनि दिएको छ, त्यसले दुविधा पनि गराउँछ। यस्तै अब यो गाउँ सेवामा लाग्ने ल्याबको सामानहरू सब जलेर क्षतिग्रस्त भएको छ पुरै पूर्ण रूपमा। अब हामीले आफ्नो तर्फबाट जसले सक्नुहुन्छ यहाँ पशुपतिमा नन्दी स्थलमा चाहिँ सहयोग गरिदिनु होला भनेर सबैलाई म आह्वान गर्न चाहन्छु। हेर्नुहोस्, यसरी अहिले अब यहाँ लाउने लुगाहरू पनि केही छैन, बाँकी छैन। यो अलिअलि आएको पनि अब यस्तो छ। भएको सामानहरू पनि चाहिँ हाम्रो ल्याबको सामानहरू सबै जलेर खाक भएको छ। के अनुरोध छ भने आफ्नो पक्षबाट आफूले के सहयोग गर्न सकिन्छ, जस्ता 1 पाता 2 पाता सिमेन्टी बोर्ड, बालुवा, गिटी, सिमेन्टी, हामीलाई सिरक डसना, रासन, यो गाई बाछा नन्नीलाई पराल, घाँस, पिठो, दाना जे सहयोग गर्न सक्नुहुन्छ सबैजनाले सहयोग गरिदिनु होला भनेर विनम्र अनुरोध गर्न चाहेँ। र हेर्नुहोस्, यहाँ ध्वस्त भएको छ। अहिले ओन्नी पनि छैन, ओछ्याउने कुरा छैन, खाने रासन छैन, ठुलो आपत परेको छ। सबैजना भक्तजनहरूलाई म यही अनुरोध गर्न चाहन्छु, कमसेकम आएर हेरेर सहयोग गरिदिनु होला। यी सडकका गाई बाछा बचाउने अभियानमा हामी लागेका छौँ। हाम्रा सदस्यहरू सम्पूर्ण मेचीदेखि महाकालीसम्म जहाँ हुनुहुन्छ, यो मठ मन्दिर गाई बाछा बचाउ अभियानका आजीवन सदस्य, अक्षको सदस्य, भूमिदान सदस्य, सहयोगी सदस्य सबैजनालाई पनि यी मार्फत जानकारी गराउँछु। अब आउँदो शनिबार हामी जति सक्छौँ खबर पाउने सदस्यहरूलाई हाम्रो एउटा मिटिङ बसेर कसरी अगाडि बढ्ने भनेर सुझाव सल्लाह पनि गर्नु परेको हुनाले सबैजनालाई अनुरोध पनि गर्न चाहेँ। र मेरो फोन नम्बर हो 985111 81135, 985111 81135, 984140 2040 06, 984140 2040 06। यसमा फोन गरेर सम्पर्कमा आइदिनु होला, सहयोग गर्नु होला। हस्, जय गौमाता, जय पशुपतिनाथ।